हेलो साथीहरू, आज चाहिँ म जाँदैछु दिदीको घरमा। दिदीको घर चाहिँ अठभैया हो अनि म चाहिँ जाँदैछु आज चाहिँ स्कुटीमा। सरररा आज चाहिँ छुट्टी थियो, सो दिदी र दाइ चाहिँ बाइकबाट आउँदै हुनुहुन्छ पछाडि पछाडि अनि म चाहिँ अगाडि अगाडि जाँदैछु। अनि त्यस्तै लाग्दो रहेछ टाइम चाहिँ भनौँ त्यस्तै 20 मिनट 25 मिनट जति लाग्दो रहेछ। अनि यहाँ चाहिँ पुरा ग्राभल थियो कि बाटो चाहिँ यस्तो खत्तम रहेछ नि। ओ माई गड, के भनेर यति धेरै गाह्रो यति अप्ठ्यारो खालको ग्राभल थियो नि। ग्राभल पनि नर्मल खालको होइन कि, त्यो पनि पुरा ढुङ्गाहरू यत्रो निस्किरहेको थियो कि। अनि बल्ल तल मैले चाहिँ लगेँ उरालोमा चाहिँ। अनि अब हेरौँ भोलि उकालोमा चाहिँ कस्तो हुन्छ। अनि यहाँ चाहिँ प्राय घामले भेट्दैन रहेछ कि, त्यही भएर यहाँ चाहिँ चिप्लो हुने रहेछ क्या, बाटै पुरा चिप्लिँदो रहेछ। अनि आम्मा दामी कुदायो यार। कुदाएको मान्छेले यार। अनि सबैभन्दा अप्ठ्यारो टर्निङ चाहिँ यो रहेछ क्या, यत्रो ढुङ्गा नि। फाइनल्ली म चाहिँ दिदीको घर पनि आइसकेँ। अनि दिदीले चाहिँ पुरा फुलहरू पनि रोप्नु रहेछ। अनि पारी पनि त्यो त्यसरी ल के पाक्दैछ यहाँ हिँड्नु यहाँ देखाउ न। हेलो सरजी, के पकाउँदै हो? आऊ न। मजाले बोलेर भयो राम्रो देख्यो। अनि यो चाहिँ हाम्रो आजको सब्जी, तातो सुप, लोकल कुखुराको सुपै साथीहरू यो चाहिँ। अनि अब चाहिँ जाडो पनि थियो, सो हामी चाहिँ खाना खानुपर्ने हुन्छ। यो चाहिँ मैले बनाएको पुरा स्पेसल दिदी दाइको घरमा आएर मैले कुक गरिरहेको छु। अनि उहाँहरू चाहिँ अनि यहाँ चाहिँ दिदी र दाइले पुरै मिलेर पस्किरहनु भएको छ। कति मिलेको जोडी। गुड मर्निङ फ्रम अठभैया। हामी चाहिँ दिदीको बारी खेल्न जाँदैछौँ। यहाँ यस्तो छ बाटो चाहिँ। वाउ, छेकीको बोट सुन्तला। उयो पारी त के अरे खान्द्रङ सेवा, यो सेवा खान्द्रुङ यो। तर चाहिँ शान्ता दिदीको बारी बिउ यति धेरै कति धेरै। कहिले रोप्नु पर्ने अनि पानी किन नलाउनु भएको? सुकेर सबै यो चाहिँ यिनीहरू पनि पछाडिको लटमा राखेको। तर खोर्सानीको बोट कति धेरै खोर्सानी रहेछ त दिदी। पिँडालु खन्ने भनेको क्या नकुटेर कत्रो पिँडालु रहेछन् यहाँ चाहिँ, खन्नु पर्ने रहेछन्। कत्रो पिँडालु हौ। बोट त छ नि चलाइन चाहिँ खेती रहेछ। अनि उता चाहिँ कस्तो भिड हौ टुप्पामै।
यहाँ चाहिँ उखु पनि थियो अनि दिदीहरूले चाहिँ कहिले खानुहुन्न अरे के मलाई चाहिँ मनपर्छ अनि वाउ कस्तो राम्रो तोरीबारी यो पनि शान्ता दिदी अलि लाउनुहोस् किन भरे म अरूले फेरि यो सुन्तला सानो भए पनि मिठो रहेछ सरले मौरीको के भन्छ हनीबी यो चाहिँ मार्गीको लागि औषधि ल मिठो बाफ्रे प्रदीप किवी फल उयो के को बोट हो यो खै फलेको छैन त नि अस्ति खाइसक्यो सबै मेरो फेभरेट हो एभोकाडो चाहिँ यो हो यो के गर्नुहुन्छ अब यो लक्सी यति धेरै रहेछ यहाँ राम्रो राम्रो छानेर चाहिँ लाँदैछु मैले कति धेरै यो चाहिँ सबै रक्सी पार्नुको लागि अरे है अब चाहिँ यो मिक्लाजुङ 1 नम्बर होइन एक सबैभन्दा अप्ठ्यारो ग्राभेल बाटो आयो है हामी चाहिँ दुईटा स्कुटरबाट यहाँ जाँदैछौँ यस्तो हल्लिन्छ यस्तो अप्ठ्यारो बाटो ओ माई गड यो क्यामेरामा चाहिँ राम्रो देखिन्छ तर यस्तो अप्ठ्यारो छ नि यस्तो मात्रै छ क्या अलिकति मिस्टेक भयो भने खेल खत्तम अब चाहिँ ग्राभेल सक्यो हामी चाहिँ सप्तमी आइपुग्न आँट्यौँ अब चाहिँ